देख्नुभएको भिडियो राजावादी आन्दोलनको हो चैत 15 गते। यो आन्दोलन चाहिँ एकदमै उग्र रूप लिएर आएको छ। अहिले अस्ति अब अगाडिदेखि नै राजा पोखराबाट फर्किँदा अनि गोर्खाबाट फर्किँदा र देखिएको जुन माहौल छ त्यो कुराले गर्दाखेरि अब सरकार सचिएन भने अब चाहिँ सरकार मतलब यहाँ फेरि अर्को तन्त्र प्रजातन्त्र गणतन्त्र हुँदै फेरि राजतन्त्र नै फर्किन सक्ने सम्भावना धेरै छ। देख्न सक्नुहुन्छ यहाँहरूले र हामीले यहाँ तिनकुनेको हालत देख्न सक्नुहुन्छ। अगाडि जानुस्, यहाँ प्रहरीले तिनकुनेको अवस्था देख्न सक्नुहुन्छ। अगाडि आउँ त। प्रहरी प्रशासनहरू तैनात अवस्थामा छन् र पूर्ण रूपमा प्रहरी प्रशासन खटाइएका छन्। त्यस अर्थमा यति बेला हामी संसद भवन आसपासको दृश्यहरू देखाइरहेका छौँ। ओके सर। अब यहाँ प्रहरी प्रशासनले हामीलाई पनि अनुमति नदिरहेको अवस्थामा आम नागरिकलाई जनअनुमति दिने कुरै भएन। त्यस अर्थमा यति बेला हामी मापदण्डलाई मान्दै कर्फ्यू लागेको छ। धमाधम सटरहरू बन्द गरिँदैछन्। अब सटरहरू बन्द गरिनेछन् र हेर्न सक्नुहुन्छ प्रहरी प्रशासनले कर्फ्यू लगाइसकेका छन्। प्रहरी प्रशासनको अनुमतिले सम्पूर्ण सटरहरू बन्द हुँदैछ। यति बेला प्रहरी प्रशासनले आफूलाई यो दृश्य तपाईँलाई देखाउँ, डरलाग्दो अवस्था यति बेला देशको, जहाँ चाहिँ नि हामीले कर्फ्यूको यो उता एमालेको रहेछ गाइस। एमालेको यो यताको उताको कुन यताको चाहिँ कुन रहेछ? के देखिन्छ भन्दा हेर्दाखेरि सरस्वती आन्दोलन त ठिकै हो होइन, मान्छेले चित्त नबुझेको कुरामा आन्दोलन गर्न पायो। तर आन्दोलनको नाममा यसरी लुटपाट अनि त्यहाँदेखि चोरी डकैती अथवा चाहिँ यो लुट चाहिँ हुनु भएन। यो कुराले गर्दाखेरि चाहिँ नराम्रो सन्देश जान्छ। कतै हाम्रो देश पनि बङ्गलादेशकै बाटोमा त हिँडिरहेको छैन। हामी कस्तो खालको परिवर्तन खोजिरहेछौँ। जुनै तन्त्र भए पनि यसरी लुटपाट गर्न र आगजनी गर्न चाहिँ यो चाहिँ पक्कै पनि राम्रो कुरा होइन। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। च्यानल सब्सक्राइब गर्नु भएको छैन गर्नुहोला। फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछु।